द्रव्य शाहले 1616 मा जुन घलेहरू दौडेर राजा हुने प्रथा थियो, 1616 मा द्रव्य शाहले षड्यन्त्रपूर्वक घलेहरूलाई षड्यन्त्र गरेर त्यो दौडको दिनमा 5 जनालाई पाँच्यान भन्ने ठाउँमा हत्या गरेर लिलीकोटको राज्य सत्ता आफूले जितेको इतिहास हामी पढ्न सक्छौँ। र यो नै लिलीकोट राज्यको उदय भएको र समग्रमा नेपाल एकीकरणको पहिलो पाइला सङ्घारको रूपमा हामी लिलीकोट राज्यलाई लिन सक्छौँ। द्रव्य शाहले लिलीकोट राज्य जितिसकेपछि क्रमशः माझकोट हुँदै गोर्खा राज्यसम्म पुगेर आफ्नो राज्य विस्तार गरेर गोर्खाबाट नेपालको इतिहास पृथ्वीनारायण शाहले एकीकरण अभियान थालेसँगै सिङ्गो नेपालको निर्माणमा लिलीकोटको भूमिकालाई हामी यसरी हेर्न सक्छौँ। लिलीकोटमा चाहिँ सबैभन्दा पहिलो प्रजातान्त्रिक अभ्यास अनुसार दसैँको टिकाको दिनमा जसले चेपेर मर्स्याङदीको दोभानबाट दौडिएर लिलीकोट पहिला पुग्छ उसलाई नै 1 वर्षको लागि राजा घोषणा गर्ने र 1 वर्षको लागि शासन सत्ता चलाउने अभ्यास हुँदै आएको पाइन्छ। अहिले पनि हामी लिलीको जुन शासनकालको भग्नावशेषहरू हामी देख्न सक्छौँ। दरबारको भग्नावशेषका ढुङ्गा र पर्खालहरू हामी देख्न सक्छौँ भने दरबार वरपर रहेका विभिन्न गढीहरू हामी देख्न सक्छौँ। त्यसमा चाहिँ पूर्व पश्चिम लगायत उत्तर दक्षिणमा चाहिँ गढीहरू रहेका छन्। त्यसै गरी दरबार वरिपरि युद्धको लागि भनेर तयार पारिएका ऐतिहासिक संरचनाहरूलाई पनि हामी अहिले देख्न सक्छौँ। यो बाहेक अहिले समग्र लिलीकोटको विकासमा लिलीकोट विकास अभियानले काम गरिरहेको देखिन्छ भने समग्रमा भन्दाखेरि एउटा पुछ्न लागि इतिहास बिस्तारै बामे सर्दै गरेको हामी पाउन सक्छौँ र राज्यबाट पनि केही पहलहरू केही वर्षहरूमा हुँदै आएको पाइन्छ र लिलीकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिएको खण्डमा यो आन्तरिक तथा बाह्य पर्यटनको लागि असाध्यै महत्त्वपूर्ण स्थानको रूपमा विकसित हुन सक्ने सम्भावना हामी प्रशस्त देख्छौँ। त्यो बाहेक हामीले इतिहासलाई भजाएर इतिहासलाई अगाडि ल्याएर जुन घलेहरूको दौडने प्रथा थियो त्यो प्रथाको निरन्तरता स्वरूप अहिले लगातार दसैँको बेलामा लिली दौडहरू गरिरहेका छौँ, जसमा चाहिँ स्थानीय स्तरका, राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय स्तरका धावकहरूले भाग लिने गरेको छ भने त्यही अवसर पारेर हामीले विभिन्न किसिमका स्थानीय संस्कृति कला झल्काउने सांस्कृतिक कार्यक्रमहरू पनि हामीले चाहिँ गर्दै आइरहेका छौँ। जुन काठमाडौँको हनुमान ढोकामा भित्राइने फुलपाती छ त्यो फुलपाती यही लिलीकोटको कालिका मन्दिरबाट जाने फुलपाती हो। फुलपातीको दिनमा चेपेर मर्स्याङदीको दोभानमा स्नान गरेर फुलपाती जम्मा गर्दै लिएर गएर लिलीकोटको कालिका दरबारमा फुलपाती पूजा गरेर त्यो फुलपातीलाई फेरि गोर्खाको गोराकाली मन्दिरमा पूजा गरिसके पश्चात त्यो फुलपाती काठमाडौँको हनुमान ढोकामा लिएर गएर चाहिँ भित्राइन्छ। यो यसको एउटा महत्त्वपूर्ण ऐतिहासिक पक्ष हो र यसले धार्मिक पक्षलाई पनि जोड्न सफल भएको छ।